भनेर दिमाग छैन विवेक छैन अलिअलि बोल्ने शैली छैन त्यस्तो पनि हुन्छ कुरा कहीं हैन बुझेर बोल्नु यस्तो हो नि त तेजेन्द्र जी एउटा चेलीलाई एउटा महिलालाई तपाईले कुरा बुझ्नु भएन कतिसम्म मागे कति कथाले मागेपछि दिनु परेन भने तेजेन्द्र जी तपाई के बोल्दै हुनुहुन्छ तपाईको बुझाइ गलत भयो कलाकार नेपालको यत्रो मेरो प्रश्न गलत हैन कि तपाईको बुझाइ गलत भयो तेजेन्द्र जी पहिला बुझाइलाई सुधार्नु पर्यो के कथाले मागे अनुसार चाहिँ बेडसिमले मलाई चाहिँ एकदम बेडसिन गर्नुहुन्छ तपाई कथाले माग्यो भने कतिसम्म दिन तयार हुनुहुन्छ यस्तो अब त्यो भन्नेको कुराले अब कथाले मागे अनुसार अब गर्ने अब प्रश्न सोध्नुहुन्छ यार कतिसम्म दिन हुन्छ नि त फिल्ममा देख्नु भएको छैन हिरोइनहरुले कतिसम्म बेडसिन दिन्छन् डाइरेक्टर गर्ने त्यही भएर भने मैले हामीलाई त्यो यति काम गर्नुपर्छ भन्नुभयो मैले त्यही भएर त भनेको छु तेजेन्द्र जी तपाई कतिसम्म दिनुहुन्छ भने दाइ तपाई एउटा कुरा याद गर्नु हैन नेपालीमा व्याकरण धेरै किसिमका हुन्छन् त्यसलाई रस दीर्घ मिलाउन त्यसलाई अलिक गाह्रो हुन्छ त्यो तपाईले अलिक नबुझ्नु राम्रै हो ठिकै हो हैन तिमीले कति दिन सक्नुहुन्छ तपाईले भनेर सोधे तपाईलाई कति चाहियो भन्नुस् त हैन कथाले के माग्छ नि त अब यहाँ तपाईको गीतको डाइरेक्टर के माग्छ कथाले दिन सक्नुहुन्छ कि हुन्न भन्ने कुरा हो नि त त्यही डिस्टर्ब गरेर आउनुहुन्छ तपाईहरु यार कस्तो हो यार अहिले तपाई पछिल्लो समय एकदम चर्चित हुनुहुन्छ नि त तेजेन्द्र जी तपाईलाई मिडियाले फलो गर्न नपाउने तपाईले गर्दाखेरि चर्चित भएको हो अनि फेरि हामी आउँदाखेरि चाहिँ के भयो त तपाईलाई ल तेजेन्द्रले माग्यो भने तपाईले सबै ज्ञान दिन सक्नुहुन्छ भन्ने त्यस्तो पनि प्रश्न गर्नु हैन तपाईलाई नि त मजा आउला नि त फेरि तेजेन्द्र जी टेक गर्दा हैन के दिने तपाईलाई के दिन ल झरना जी ल भन्नुस् त के दिन दर्शक पनि यतिखेर हामीसँग कुराकानी गर्नका लागि सामाजिक सञ्जालमा निकै चर्चित झरना जी हुनुहुन्छ त्यस्तै तेजेन्द्र जी हुनुहुन्छ दुई जनालाई आज हामीले यो रातिमा ठ्याक्कै म्युजिक भिडियोको सुटिङ गर्दै गरेको अवस्थामा भेटेका छौं दुवै जनालाई स्वागत छ सम्पूर्ण मिडियामा धेरै धेरै धन्यवाद छ एकदम मिडिया कर्मी साथीहरुलाई एकदम बधाई धन्यवाद छ तेजेन्द्र दाइलाई फलो गरिराख्नुहुन्छ एकदम म खुसी हुन्छु त्यही हो झरना जी स्वागत छ सर्वप्रथम त हाम्रो मिडिया कर्मी साथीहरुलाई धेरै धेरै धन्यवाद यतिको रातको समय भइसक्यो हैन र पनि हामी सँगै हुनुहुन्छ हैन साथीहरुलाई अरे साथीहरु नि भन्नु न हैन सो जे भयो नि मिडिया कर्मी साथीहरु के छ तेजेन्द्र जी पुरै तपाई कुरकुरे खादै आउनु भएको छ नि के हो यो तेजेन्द्र जी तपाईले भात खान पाउनु भएन के हो कुरो थोरै छ अब भ्याइयो ल हेलो तेजेन्द्र जी मेरो प्रश्न सुन्नुस् न तपाई पहिला भात खान पाउनु भएन के कुरकुरे खादै आउनु भएको छ भात मासु नि खाइयो भात खाए कुरकुरे खाइन्छ हैन सुटिङमा जहिले नि तपाईको भात मासु खाने बानी छ हाम्रो हैन त्यस्तो सारै त खानै नपाउने मान्छे त होइन नपाउने भनौँ भने खाएको खाइछु अनि अब अहिले त अब मोडल छोडा नै चेन्ज गर्दै गर्दै यहाँसम्म आछु तेजेन्द्र परियार यति बेला नेपालको चर्चित मोडल हैन त्यस्तो त फरक युवतीसँग रोमान्स के हो रोमान्स चाहिँ भन्नु मिल्छ रोमान्सै त हो नि हैन म्युजिक भिडियोमा मात्रै हो त्यो रोमान्स भन्नु कथाले मागे अनुसार रोमान्स सँगै छिन् फेरि धेरै बोल्यो भने त्यही भएर भने आज त खुट्टा खुवाउनु छ नि त भाउजूले कहाँ खुट्टा खानु भाउजू भएर यहाँसम्म आछु म भनेपछि आजभोलि भाउजूले चाहिँ मेरो बुढो बिग्रिनी भयो भनेर कहीँ जाँदा नि छोड्नु भएको छैन एक्लै सँगै भाउजू पनि आज सँगै म्युजिक भिडियोमा आउनु ए भनेपछि अब श्रीमान श्रीमती दुवैजना म्युजिक भिडियोमा च्याट्ट हैन त त्यही भएर अनि त्यो बुढीलाई नै ल्याएर आएको कि अब चाहिँ बुढी सँगै हुनुहुन्छ अब बहिनी भन्दा खोकी आउनुको कारण के हो यो सर्क्यो केही छ कि के हो भित्री कुरा केही छैन त्यस्तो त केही नि हैन अब आजको चाहिँ अब हामीले लुछाचुडी गर्ने चाहिँ हाम्रो झरना बहिनीलाई तानातान गरेका छौँ सीताराम परियार भाइ अनि हाम्रो के भन्छन् पियान साइलाले गीत गाएको गीत अनि फेरि के पुन अरे हाम्रो कलाकारको थाहै हुन् मलाई फेरि धेरै छिटो भएर होला यो कलाकारहरूले गीत गाउने कुन कलाकारले गीत गायो भने मै मेसो पाउन समस्या यस्तो भयो के भनेपछि यति बेला तेजेन्द्र परिवारले मार्केट खाइरहेका छन् भ्याइ नभ्याइ छ हैन त त्यस्तो त हैन अब अलिअलि त गोरो पनि भयो क्या हो ह्यान्डसम देखिरह त त्यो अघि मेकअप गरेर होला खासै गोरो चाहिँ हुँदैन किन हाँसेको ओ अघि यति धेरै पाउडर घसेछ त्यही भएर हाँसिट्यो पाउडर लाएर गोरो भयो झरनाजी ठ्याक्कै भनिदिनुहोस् कलौटेजी तपाईँलाई कस्तो लाग्छ तेजेन्द्र परियार अहिलेको पछिल्लो समयको चर्चित मोडल
यस्तो अब होइन अब दुनियाँले जे भने पनि हाम्रो दादा ठिक हुनुहुन्छ होइन दुनियाँले भन्नुको लागि त खुट्टा तान्नुको लागि त धेरै हुन्छन् होइन अरूलाई के भन्नुहुन्छ त्यो आई डोन्ट नो तर मसँग चाहिँ सम्बन्ध चाहिँ धेरै राम्रो दाजु बहिनीको सम्बन्ध छ होइन एकदमै जुनै पनि अवसरहरू अब सुटिङ सिरियल भयो म्युजिक भिडियो भयो अवसर आयो भने ल अब म भ्याउनु नभ्याउनु भनेको आफ्नो ठाउँको कुरा हो तर पनि नानी यस्तो छ भन्दाखेरि ठिकै छ दादा फुर्सद छ भने आउँछु भनेर म आज मलाई 81 फोन गर्नुभयो म अफिस गएको थिएँ अनि त्यो भएको कारण चाहिँ दादाले फोन गर्नुभयो यस्तो यस्तो मेन रोलमा हो आऊ भन्नुभयो नि ठिकै छ नि त अब अनि हाम्रो साउलाई सोधेँ अनि जाऊ भन्नुभयो एकदमै बुझाइ है उहाँलाई पनि धेरै धेरै धन्यवाद अनि आएँ अहिले पनि सुटिङै छु अनि अझै पनि बाँकी नै छ सकेको छैन र हाम्रो अझै कोही अब कथाले मागे अनुसार चाहिँ बेडसिमले अनि मलाई चाहिँ एकदम बेडसिन गर्नुहुन्छ तपाईँ होइन मलाई चाहिँ एकदमै अप्ठ्यारो फिल भइरहेछ होइन अप्ठ्यारो फिल अब कथाले मागेपछि अप्ठ्यारो फिल अब यस्तो अब कथामा लेखेको छ अब त्यो गर्नै पर्छ भन्नुभएको छ तर मलाई चाहिँ एकदमै नराम्रो फिल भएको छ तपाईँ कथाले माग्यो भने कतिसम्म दिन तयार हुनुहुन्छ यस्तो अब त्यो भन्नेको कुराले अब कथाले मागे अनुसार अब गर्नै पर्यो अब प्रश्न सोध्नुहुन्छ यार कतिसम्म दिन हुन्छ नि त फिल्ममा देख्नु भएको छैन हिरोइनहरुले कतिसम्म बेडसिन दिन्छन् डाइरेक्टर गर्ने त्यही भएर भने मैले हामीलाई त्यो यति काम गर्नुपर्छ भन्नुभयो मैले त्यही भएर त भनेको छु तेजेन्द्रजी तपाईँ कतिसम्म दिनुहुन्छ भनेर दिमाग छैन विवेक छैन अलिअलि बोल्ने शैली छैन त्यस्तो पनि हुन्छ कुरा कहीँ हैन बुझेर बोल्नु यस्तो हो नि त तेजेन्द्रजी एउटा चेलीलाई एउटा महिलालाई तपाईले कुरा बुझ्नु भएन कतिसम्म मागे कति कथाले मागेपछि दिनु परेन भने तेजेन्द्रजी तपाईँ के बोल्दै हुनुहुन्छ तपाईको बुझाइ गलत भयो कलाकार नेपालको यत्रो मेरो प्रश्न गलत हैन कि तपाईको बुझाइ गलत भयो तेजेन्द्रजी पहिला बुझाइलाई सुधार्नु पर्यो के दाइ तपाईँ एउटा कुरा याद गर्नु हैन नेपालीमा व्याकरण धेरै किसिमका हुन्छन् त्यसलाई रस दीर्घ मिलाउन त्यसलाई अलिक गाह्रो हुन्छ त्यो तपाईँले अलिकति नबुझ्नु राम्रै हो ठिकै हो हैन तिमीले कति दिन सक्नुहुन्छ तपाईले भनेर सोधे तपाईलाई कति चाहियो भन्नुस् त हैन कथाले के माग्छ नि त अब यहाँ तपाईको गीतको डाइरेक्टर के माग्छ कथाले दिन सक्नुहुन्छ कि हुन्न भन्ने कुरा हो नि त त्यही डिस्टर्ब गरेर आउनुहुन्छ तपाईहरु यार कस्तो हो यार अहिले तपाई बच्चाको समय एकदम चर्चित हुनुहुन्छ नि त तेजेन्द्रजी तपाईलाई मिडियाले फलो गर्न नपाउने तपाईले गर्दाखेरि चर्चित भएको अनि फेरि हामी आउँदाखेरि चाहिँ के भयो त तपाईलाई ल तेजेन्द्रले माग्यो भने तपाईले सबै ज्ञान दिन सक्नुहुन्छ भन्ने त्यस्तो पनि प्रश्न गर्नु हैन तपाईलाई नि त मजा आउला नि त फेरि तेजेन्द्रजी टेक गर्दा हैन के दिने तपाईलाई के दिन ल झरनाजी ल भन्नुस् त के दिन झरनाजीको मोडल हो अनि मोडल हैन हिरोनी हैन मेन हो हिरोनीले दिनु पर्दैन सक्नुहुन्छ ल भन्नुस् त के मागिरा हो उहाँले मैले भनि नै हालेँ हैन नेपालीमा व्याकरण धेरै किसिमका हुन्छन् त्यसलाई रस दीर्घ मिलाउन अलिक यो हुने हो तर कुरा के हो भने अब उहाँले चाहिँ कतिसम्मको चाहिँ तपाईले एक्टिङ गर्न सक्नुहुन्छ त्यो बेडसिम बुझ्ने तरिका हुन्छ नि तेजेन्द्रजी तपाई बुझाइलाई किन गलत बनाउँदै हुनुहुन्छ मैले सही भन्दा तपाईँ गलत प्रश्न लानु भयो के प्रसंग तपाईले यो बुझ्नुस् कि तपाईले सोध्नेको शैली भएन के झरनाजी तपाईले मागे जति दिन सक्नुहुन्छ कथाले मागे जति भनेको छु मैले शैलीमा बोल्दिनी त्यो हेर्नुस् त्यहाँ भिडियो त्यही रिभर्स गरेर हेरौँ कथाले मागे जति कति दिन सक्नुहुन्छ भनेर सोधेको छु मैले तेजेन्द्रजी कति तपाईलाई कति चाहियो त अनि 1 करोड दिन्छ ल झरनाले लानुहुन्छ तपाई मैले पैसा भनेको छैन के तेजेन्द्रजी मैले त अभिनय भनेको छु अभिनयका कुरा भइरहेछ यहाँ तपाई म्युजिक भिडियो खेल्दै हुनुहुन्छ कलाकारलाई इज्जतले सम्झेर अलि राम्ररी बोल्न सिक्नुस् तेजेन्द्रजी तपाईलाई एकदम मेरो रेस्पेक्ट सम्मान छ तपाई पछिल्लो समय चर्चित हुनुहुन्छ तपाई फरक युवतीसँग रोमान्स गर्दै हुनुहुन्छ हैन ठ्याक्कै भन्दिनु तपाईलाई निकिसा ऋतु बस्नेत र झरनामा को ठीक लाग्छ मलाई सबै ठीक लाग्छ ठ्याक्कै भन्नु न कोसँग गर्न पाए हुन्छ जस्तो लाग्छ नेपालको सबै हैन मलाई सबै ठीक लाग्छ अब के गर्ने आफ्नो बुढी त अब जिन्दगी जाने हो छँदै छ टेन्सनै भएन अरु त त्यसमाथि नै अब दिदी बहिनी दाजुभाइहरु अब जति पनि मसँग जोडिनुहुन्छ सबैलाई मलाई एउटै हो के बराबर लाग्छ के